नेपालले आइसिसी विश्वकप लिग 2 मा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको अमेरिकालाई 122 रनको लज्जास्पद हार चखाएको छ। नेपालको ब्याटिङ जितको मुख्य कारण रह्यो। ईशान पाण्डे र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले। बलिङमा पनि नेपालले प्रदर्शन अब्बल रह्यो। जितको लागि 318 रनको विशाल लक्ष्य पछ्याएको अमेरिका 41.12 ओभरमा सबै विकेट गुमाएर 195 रनमा समेटियो। रनको खाता नखोली अमेरिकाका ओपनर स्मिथ पटेललाई सोमपाल कामीले आउट गरे। सयान जहाङ्गीर र कप्तान सेहान जयसूर्यले दोस्रो विकेटको लागि 53 रनको साझेदारी गरे। 27 रन बनाएका सयानलाई स्टार लेग स्पिनर सन्दीप लामिछानेले आउट गरे। लगत्तै 26 रन जोडेका सियानलाई दिपेन्द्र सिंह ऐरीले पेभिलियन बाटो देखाइदिए। तेस्रो विकेटको नोक्सानीमा 55 रन जोड्दा अमेरिकाले सुरुवात निराशाजनक गर्यो। नेपालले निरन्तर अन्तरालमा विकेट झार्दा अमेरिका निरीह बन्यो। मिलिन्द कुमार 12 बल रनमा, शुभम रञ्जाने 2 रनमा र कप्तान साई तेजा मुकमल्ला 22 रनमा आउट हुँदा 6 विकेटको नोक्सानीमा अमेरिकाले 94 रन बनाएको थियो। यो सँगै अमेरिकाको हार लगभग निश्चित भइसकेको थियो। लगत्तै हरमित सिंह डक आउट भए। यसपछि सञ्जय कृष्णमूर्ति र नोसथुस केन्जिकाले 8औं विकेटको लागि 70 रनको साझेदारी गर्दै टोलीलाई लज्जास्पद हारबाट जोगाए। यो साझेदारीलाई गुलसन झाले तोडे। अर्धशतक बनाएका सञ्जय 56 रनमा आउट भए। सौरभ नेत्रावालकारले 9औं विकेटको रूपमा 10 रनमा पेभिलियन फर्किए। 29 रन बनाएका नोसथुसले दिपेन्द्रको शिकार भएसँगै नेपाल जित आफ्नो पक्षमा पार्न सफल भएको थियो। बलिङमा भने सन्दीप लामिछानेले 10 ओभरमा 1 मेडनसहित 30 रन दिएर 3 विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। यस्तै दिपेन्द्र, ललित र गुलसनले समान 2-2 विकेट लिए। त्यसअघि अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 317 रनको विशाल योगफल तयार पारेको थियो। कीर्तिपुर स्थित टियु मैदानमा नेपालले बनाएको यो अहिलेसम्मकै सर्वाधिक ठुलो योगफल पनि हो। यसअघि नेपालले 2023 मा घरेलु मैदानमा ओमान विरुद्ध 310 रन बनाएको थियो। ओडिआईमा नेपालले स्कटल्यान्ड विरुद्ध 321 रनको विशाल योगफल बनाएको थियो। ओडिआईमा नेपालले बनाएको यो नै सर्वाधिक विशाल योगफल हो। नेपालका लागि ईशानले सर्वाधिक 84 रनको योगदान दिए। 83 बलमा 8 चौका र 1 छक्का बनाएका ईशान शुभम रञ्जानेको बलमा सेहान जयसूर्यको बलमा क्याच आउट हुन पुगे। यही सिरिजमा डेब्यू गरेका ईशानको तेस्रो खेलमा यो लगातार दोस्रो अर्धशतक हो। तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र ईशानले 110 रनको साझेदारी गरेका थिए। 59 बलमा 2 चौका र 1 छक्का सहित कप्तान रोहित 37.6 ओभरमा 46 रन बनाउँदा मिलिन्द कुमारको बलमा एलबीडब्ल्यू धरापमा परेका थिए। पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले 12.5 ओभरमा 69 रनको साझेदारी गरे। 39 बलमा 5 चौकाको सहयोगमा 29 रन बनाएका कुशल शुभमको बलमा साई तेजा मुकमल्लाको हातबाट क्याच आउट भए। 57 बलमा 6 चौकाको सहयोगमा 43 रन बनाएका आसिफ रुसिल उगागरको बलमा स्मिथ पटेलबाट क्याच आउट हुन पुगे। 12 बलमा 1 छक्काको सहयोगमा 15 रन बनाएका गुलसन झा शुभमको बलमा क्याच आउट भए। दिपेन्द्र भने 59 रन थप्दै पेभिलियन फर्के। 36 बलमा 4 चौका र 4 छक्का प्रहार गरेका दिपेन्द्र रन आउट भएका थिए। ओडिआईमा दिपेन्द्रको यो 9औं अर्धशतक हो। सोमपाल कामी 5 रनमा रन आउट भए। अमेरिकाका लागि शुभम रञ्जानेले 3 विकेट लिए। रुसिल उगागर र मिलिन्द कुमारले समान 1-1 विकेट लिए। शीर्ष स्थानमा रहेको अमेरिकाको यो 9औं हार हो। 38 अङ्कसहित अमेरिका शीर्ष स्थानमा कायमै छ। नेपालको भने 28औं खेलमा 11औं जित हो। 22 अङ्कसहित 5औं स्थानमा कायमै रहेको छ। यो सिरिजमा नेपालले खेलेको 4 मध्ये 3 खेल जित्न सफल भएको छ। नेपालले पक्कै पनि आज उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालको लागि आज ब्याटर बलर सबैजनाले उत्कृष्ट आफ्नो काम पुरा गरेका छन्। यस्तै खालको नेपालले खेल खेल्दै जाने हो भने नेपालले पक्कै पनि फेरि पनि 2027 मा हुने वर्ल्ड कप खेल्नेछ। त्यसको लागि हामीले नेपाली टिमलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ।
र नेपालले वर्ल्ड कप पुग्न नसके पनि टप 6 भित्र रहेर आफ्नो ओडिआई स्ट्याटस चाहिँ बचाउनु पर्नेछ। त्यसको लागि पनि हामीले नेपाली टिमलाई बेस्ट अफ लक नेपाली टिम भन्न चाहन्छौँ। तपाईहरुले नेपालले ओडिआई र वर्ल्ड कप दुवै बचाओस् भन्न चाहनुहुन्छ भने हाम्रो कमेन्ट बक्समा बेस्ट अफ लक टिम नेपाल भनेर भन्न सक्नुहुन्छ। आजको खेल देखेपछि हामीले के भन्न सक्छौँ भने ब्याटरको रूपमा दिपेन्द्र सिंह ऐरीले निकै नै उत्कृष्ट ब्याटिङ गरिरहेका छन्। यस्तै सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरिरहेका छन्। पक्कै पनि नेपालले जुन खेल अहिले खेलिरहेको छ यी खेलहरूले पक्कै पनि विश्वका बलिया राष्ट्रहरूको ध्यान पनि खिचिरहेको छ। नेपालले यो प्रदर्शन राम्रो गर्नुमा पक्कै पनि एनपिएलको पनि ठुलो सहयोग भएको हामीले आकलन गर्न सक्छौँ। त्यसैले घरेलु मैदानमा नेपालका एनपिएल जस्ता अरू सम्पूर्ण लिगहरू पनि गराउन आवश्यकता छ र नेपाली खेलाडीहरूलाई एक्सपोजर गर्नको लागि विभिन्न बलिया राष्ट्रहरूसँग पनि खेलाउनको लागि पहल गर्नुपर्ने हुन्छ। जब नेपाली खेलाडीहरू एक्सपोजर हुन्छन् तब मात्र नेपालको खेल विकास हुँदै जान्छ। यस्तै महिला टिमले पनि राम्रो उत्कृष्ट सुरुवात गरिरहेको छ। अहिले मलेसियामा रहेर नेपालले म्याचहरू खेलिरहेको छ जहाँ दुईवटै म्याचमा मलेसियालाई नेपालले जित्न सफल भएको छ। नेपालले अब एसियन गेम खेल्नेछ, त्यसको बारेमा पनि हामीले तपाईहरुलाई सम्पूर्ण जानकारी दिनेछौँ र नेपालको अब आगामी 8वटा खेल कहिले कहिले छन् र कुन कुन टिमसम्म छन् भनेर पनि त्यो जानकारी आगामी भिडियोमा दिनेछौँ। त्यसको लागि तपाईहरुले हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुपर्ने हुन्छ। कुनै सुझाव सल्लाह र प्रतिक्रिया छन् भने पनि हाम्रो कमेन्ट बक्समा दिन सक्नुहुन्छ।